सक्नु भएन तर म लड्न आकी छु उहाँलाई डर लागेको छ पहिले नै यसलाई यो काठमाडौँमा बस्न दिन्न टिक्न दिन्न म यो गायिका भएर धेरै चुरीफुरी गरी यसलाई म यहाँबाट हटाउँछु भनेर उहाँ योजना गरेर मेरो श्रीमानसँग मिले मत तपाईँ पनि राख्नु भएको छ त्यो बुझिसकेको छु तारा उप्रेती भुसाल कान सुने भनेर सुन्नुहोस् मैले तपाईँको जस्तो कसैको बाल अधिकार हनन गरिन कसैको महिला अधिकार हनन गरिन मेरो श्रीमानलाई मैले खाडी पठाएर अलिकति म अगाडि बढेको थिएँ तपाईँले देखिसक्नु भएन तपाईँले यति गर्नुभयो तपाईँ पनि सधैँभरि बाँच्ने त होइन होला सधैँभरि बाँचेर सधैँभरिको तपाईँ अजम्बरी त होइन होला तर यति कर्म गर्नुभएको छ त्यो तपाईँले आफै भोग्नुहुन्छ र मैले भने धेरै सय तपाईँको यातना आज मैले भनेकी छु आइन्दा दिनमा मैले मेरो श्रीमानसँग कन्ट्याक्ट गरेर मलाई मेरो श्रीमानबाट टाढा राख्ने काम गर्नुभयो भने तपाईँले हामीलाई आजसम्म हाम्रो अधिकार लिएर काठमाडौँमा बस्नुभएको छ तपाईँले आजसम्म हाम्रो बस्ने साँच्चै भन्नु भने मेरा हजुरबा र हजुरआमा चाहिँ देउता नभए छोराले अर्की ल्यायो नातिनातिलाई हेला गर्छन् नि तर त्यस्तो परिवार थिएन मेरो हजुरबा हजुरआमाले मलाई शिक्षा दिनुभयो हुर्काउनु भयो जति दुःखमा पनि मलाई कहिले दुःखको आवाज दिनु भएन मेरो आदरणीय हजुरबा विष्णुलाल उप्रेती हजुरआमा छरुमाया उप्रेती उहाँहरूलाई म स्वर्गमा हुनुहुन्छ उहाँहरूसँग आशीर्वाद माग्छु यहाँ बसेर यहाँ माथि घरमण्डलाबाट उहाँहरूको आशीर्वादले त आजसम्म बाँचेकी छु म नभए मलाई गुन्डा गरिदिएर मलाई मार्न प्रयत्न हरेक तरबाट भयो तर पनि म बाँचेको छु सास अडाएर लडेको छु आज तपाईँहरूको यातनाले मलाई पिल्साएको छ र माओवादी नेत्रीज्यू हजुरकी बहिनीले मेरी आमाको अधिकार हनन गर्नुभयो तपाईँ किन चुप हुनुहुन्छ तपाईँ शक्ति र सत्तामा छु भन्दै तपाईँको शक्ति र सत्ताले आज मलाई कति पिल्साएको छ